मानसिकता कसरी सशक्त बनाउने भन्ने तेस्रो भिडियोमा हजुरहरूलाई स्वागत छ। मानसिकता सशक्त बनाउनको निम्ति आफूले आफूलाई पूर्ण रूपमा स्वीकार गर्नुहोस्। गरिब घरबाट हुनुहुन्छ, धनी घरबाट हुनुहुन्छ, स्वीकार गर्नुहोस्। मोटो हुनुहुन्छ, दुब्लो हुनुहुन्छ, अल्को हुनुहुन्छ, होचो हुनुहुन्छ, गोरो हुनुहुन्छ, कालो हुनुहुन्छ, रूप रङ मिलेको छ, रूप रङ मिलेको छैन, स्वीकार गर्नुहोस्। सरकारी विद्यालय पढ्नुभयो वा प्राइभेट विद्यालय पढ्नुभयो, स्वीकार गर्नुहोस्। बुवा आमा गाउँबाट हुनुहुन्छ वा सहरबाट हुनुहुन्छ, स्वीकार गर्नुहोस्। तपाईलाई कसैले माया गर्यो वा माया गरेन, स्वीकार गर्नुहोस्। पूर्ण रूपमा आफ्नो बारेमा सबै कुरा स्वीकार गर्नुहोस्, आफ्नो बलियो पक्ष, कमजोर पक्ष। यसलाई स्वीकार गर्दै गर्दा के हुन्छ भने अरूले के भन्छन्, अरूले तपाईको बारेमा के सोच्छन् भन्ने कुराले मतलब राख्दैन र आफू मानसिक रूपमा सशक्त भएर अघि बढ्दै गइन्छ।